सबैजना धेरै धेरै धन्यवाद। मेरो छोरा चाँडै घर फर्कियो। सिबिआई जाँच चाँडैभन्दा छिटोभन्दा छिटो सिबिआई जाँच गरिदियोस्। हेर्नुहोस्, उहाँले बोल्नु सक्नुभएको छैन, पहिला पनि बोल्नु सक्नुभएको थिएन। उहाँको यो आँसुले नै बुझिन्छ कि अब आँसुको जरुरतै छैन। कस्तो अवस्था छ एउटा घर परिवारलाई हामीले खालि महसुस मात्रै गर्न सक्छौँ है। र हामी परिवार पक्षबाट सबै संस्था, सबै इन्डिभिजुअललाई हामी धन्यवाद दिन्छौँ है। र इसानपुरको आमालाई पनि म अलिकति नानीलाई बसिदिनुमा अझै पनि सहयोग गरिदिनुको निम्ति एउटा निवेदन गर्छु। अलिकति 2 शब्द बोलिदिनुहोस्। इसानपुरमा सक्नु हुँदैन र पनि म उहाँलाई एकदम मार्मिक हृदयबाट अनुरोध गर्दछु 2 शब्द बोलिदिनुहोस्। सबैलाई धन्यवाद है। हजुर सबैलाई धन्यवाद होइन। मेरो लागि, मेरो परिवारको लागि टाढो पर्छ होइन, किनभने मेरो छोरा 77 दिन भइसक्यो होइन। अहिलेसम्म पनि पुलिसले प्रशासनले पनि भन्दैछ खोज्दैछ। अब नानी हराएको दिनको आधी दिनको हामी 5.5 दिनको जब पाएको पहिला नानी 20-25 दिनसम्म हामी हाम्रो फ्यामिली, हाम्रो छिमेकी होइन, ख्याङबाईहरू सबैले खोजिदिनु भयो। गाउँको सेवक दिनको 10 मिल कलेज बस्तीसम्म पानी सबैले खोजिदिनु भयो होइन। र पनि अहिलेसम्म हाम्रो नानी कहाँ भएछ के लगाइ खानु थाहा छैन होइन। आज यत्रो दिन भइसक्यो होइन, खोज्दैछ। खाना कति जान्छ आज दिउँसो होइन, सबैले भन्नुहुन्छ। अन्त यहाँनिर उयो राजु विष्टजी पनि आउनुभयो, भन्नुहुँदै थियो कि म तपाईँको सिपिआई लगाइदिन्छु होइन, छिटो भनेपछि तपाईँको नानी गइदिन्छु भन्दै थियो। तर अहिलेसम्म केही सिपिआई पनि गएको छ कि छैन त्यही थाहा छैन होइन। अनि थाहा जिउ त आउनुभएको छैन, अरू दिदी आउनुभएको थियो होइन। सबैले खोजिदिनु हुँदैछ। यता सोसाइटीको हाम्रो सबैले खोजिदिनु। मेरो छोरा कहाँ रहेछ के रहेछ पत्ता छैन होइन। जसले पनि लगेको छ होइन। मेरो नानी मैले 13 सालदेखिको गरेर पढाएर अहिलेसम्म यत्रो ठुलो पानी 14 वर्ष पुग्दा आउँदाखेरि कसले लग्यो केही थाहा छैन। जसले लग्यो होइन यो देखेर मेरो छोरालाई फरेर ल्याओस् भन्नु चाहन्छु। किनभने मेरो छोरा आफ्नो हातले खाना खाने फाइदा दाजुभाइले गराउँछ मलाई कि मैले नानीलाई हातले खाना उठाउँछोस्। यो ठुलो भएको नाममा खाने आफ्नो नानीलाई बनाइ सबैले सहायता गरिदिनु भएकोमा धन्यवाद होइन। जब हामी निराश भइसकेको छु दार्जिलिङ माटोकोमा आउनु भएर आश्वासन दिनुभयो हामीलाई। उनीहरू आफै आएर खोजेर फोन गर्नुभयो। त्यहाँदेखि मैले युवस भाइले मलाई फोन गर्नुभयो, दिदी तपाईँको छोरा टाढोभन्दा टाढो हाम्रो एउटा गोर्खे नानी होइन, अहिलेसम्म कहाँ रहेछ के रहेछ होइन, कसैलाई केही थाहा छैन। तर तपाईँले यसो भन्नुहोस् कि तपाईँको छोरा जहाँ पनि छ सबैजना मिलेर आज यहाँबाट होइन होइन। आज तपाईँले यहाँ मात्रै तपाईँले साथ दिनुपर्छ होइन। यहाँबाट हामी कता कता जानुपर्छ, हामी कलकत्तासम्म पनि जानु सक्नुपर्छ, दिल्ली जानु सक्नुपर्छ होइन, दार्जिलिङ खरसाङ जहाँ पनि जानु सक्नुपर्छ हो। तपाईँले यसरी नै साथ दिनुहुन्छ भने म अनुरोध गर्दछु कि किनभने मेरो छोरा आज मेरो मात्रै छोरा होइन, सबैको छोरा छ होइन। आज मेरो मात्रै छोराहरू हुन्छ भन्ने छैन। किनभने अहिलेको मान्छे अहिले यस्तो जमाना आइसकेको छ किनभने यस्तो जमाना काम गरेर खाँदैन। काम गर्नु अल्छीले आँखाको नानी विचार गरेर तिनीहरूले आफ्नो जीविका चलाउँछ होइन। जस पनि होस्, मेरो गाउँकोले होस् कि तपाईँको गाउँको होस् कि जसले पुगे लगेको कसैले त्यो देशलाई चाहिँ सहायता नदिनुहोस् होइन। जसको नानी लान्छ त्यसलाई आफ्नो छोरातिर नहोस्, त्यसलाई चाहिँ फाँसी चढाउनुपर्छ भनेर म चाहिँ अनुरोध गर्दछु।